हिजोबाट स्कुलिङमा हामी धेरै कुरा सिकेका छौँ। यो स्कुलिङले हामीलाई अवश्य पनि चाहिँ के ग्रेजुएट गराएर पठाएको छ। हामीले वर्ष 2026-27लाई राम्रो गर्नेछौँ। थ्याङ्क यू। मलाई यो टाइमको लागि अनुज सरलाई अहिले त अर्को एकदम चर्चा छ, म त नभनी छोडिदिनु भनेर आएको छु। अनुज सरको, अञ्जलीका लभ, अमृता म्याम, अमृत तिवारी, अर्को त धेरै चर्चा भयो। यस्तो नहोस् 2026-27 बुझिसक्नु होला है। हिजोबाट स्कुलिङ लिएको कसैले भन्नुहुन्छ आज हल्ला पार्टी छ भन्नुहुन्छ, अनि कसैले भन्छ अहिले फेरि हाम्रो एकजना मानव सेवाको सर आएर चाहिँ चाँडो सुत्नु भन्न खोजेको के हो मैले बुझेकै छैन। र मैले चाहिँ थोरै मेरो चाहिँ टाइम 1 मिनटपट्टि पनि लिन्छु होला, किन भन्दा मैले चाहिँ भन्नेपट्टि कुरा लिएर आएको छु। मलाई अचानक चाहिँ मलाई बोलाइएको छ, तर मेरो चाहिँ मोबाइलमा थियो, मोबाइलमा भेटिसक्यो, आफै बोल्छु। हामीलाई स्कुलिङमा धेरै कुराहरू सिकाइयो, मैले टिपेको छु। अघि राजा सरले डेकोरम भन्नुभयो, रात पढ्दै थियो डेकोरम, यो त अर्को रमतिरको कुरा हो कि भन्ने नि भएको थियो। फेरि डेकोरम भनेको अर्को रहेछ होइन, त्यो पनि हामीले पालना गर्नुपर्ने छ। थ्याङ्क यू राजा सर। मैले सुनेकै थिइनँ यो शब्द, परेकै भएको थिएन र मैले चाहिँ सम्बोधन बल्ल गर्दैछु। मैले सम्बोधन भइसकेको छ। राजा सरले अघि नै भनेको यथोचित सम्बोधन त्यही हो, तर त्यहाँभन्दा पहिला हाम्रो गभर्नर साहब, हाम्रो निवर्तमान गभर्नर साहब, अपकमिङ गभर्नर साहब, पाहुनाहरू, आदरणीय लाइन्स नेताजीहरू सबैलाई मैले यहाँभित्र सबैको नाम लिएको छु। अहिले पछि भन्छु है। र तपाईँलाई म सोध्छु, मानिसको सबभन्दा ठुलो सुन्दर, मानिसको शरीरमा भएको सबभन्दा सुन्दर चिज के हो? प्लिज के मेरो प्लिज के? आँखा। ओके, आँखा राइट। म आज यहाँ चाहिँ म आँखाको बयान गर्न आएको छु कि थोरै बयान गर्छ। मेरो मोबाइल हेर्छु है। हिजो हामीले भ्याकुताले कान नसुनेर बाँच्यो भने बुझ्यौँ नि। म स्कुलिङ लिइरहेको छु, हामीलाई बोल्ने मौका दिनुपर्छ भन्ने मान्छे हो, मैले मौका पाउनुपर्छ भन्ने मान्छे हो। आज मैले यता फर्केर होइन, मैले यता दिन भन्छु, मलाई अन्ध गभर्नर चाहियो, आँखा नभएको गभर्नर चाहियो। स्मार्ट बनाउनको लागि चाहिँ हामीले ड्रेसअप दिएको छ, तर मैले गभर्नर अन्ध खोजिरहेको छु। के हो अब भन्नुहुन्छ? विश्वयुद्ध भयो, भगवानले पनि हार मान्नु भयो, इरान अमेरिका लडिरहेका छन्। त्यसपछि मान्छेहरू किन बढ्न नसक्यो होला? कतै पूजापाठ गरिदिउँ कि जस्तो लाग्यो भगवानलाई? होइन। त्यसपछि सबै चिज मैले दिएको, यो मानिसहरू किन तर पनि काठमा घमण्ड गरिरहेको छ? कति बल बढी बढ्छ होइन भने सोध्नु भगवानले? होइन, यो त दिमागी खेल हो। यो दिमाग पो खोजिदिनुपर्छ क्या मान्छेबाट भन्ने सोध्नु भगवानले। त्यसपछि मानिसका हरेक अङ्गको मूल्याङ्कन गरियो, को राम्रो को नराम्रो, किन लडाइँ भइरहेछ भन्ने सोचियो। त्यसपछि हाम्रो यहाँ लडाइँ छ त्यहाँबाट भनिरहेको छ, हाम्रो यहाँ लडाइँ भएको कि नरहेछ भन्ने सुन्नुहुन्छ। अनि राम्रो नराम्रो प्लिज ल सर। अनि भगवानले फेरि बोलेर भन्नुभयो, हामीले चाहिँ